सञ्चालन छु तपाईँलाई पनि सुन्छु होला मेरो अनिस ब्लगमा तपाईँलाई स्वागत छ होइन गाइस आज यस्तै नै छ खोलामा जाने बेला छु के कस्तो हुन्छ हेरौँ तपाईँ एक्चुअली गाईलाई पनि सोध्छु सोधेर जाऊँ जान्छु त्यसपछि उसले चाहिँ गइहाल्छ बसिरहेको छु ल बेस्ट त्यहाँ त जान्छु अनि त्यो बनाएर युट्युबमा हाल्छु मेरो अनिस सब कम्पनीलाई राखेको छु ल गाइस अहिले चाहिँ म आइसकेको छु मेरो दाइ घरमा खानासँग खाएर टाढा जाँदैछु यसो रमाइलो के एकछिन टाढा जाँदैछु हो त गाइस अहिले चाहिँ हामी जान लागेको छु खोलामा किनभने टाढा छ फेरि यो ठ्याक्क यो डाँगा छ यो डाँगाको पछाडिपट्टि चाहिँ पछाडि भन्दा त्यो बेला तल कि पछाडिको तलपट्टि सेको खोला छ गाह्रो भन्छु हाम्रो भाषामा होइन यस्तै नै छ गाइस अब के गर्ने बाटो पनि पिच वाला छ फेरि सिमेन्टेड गरेको छ अहिले होइन अहिले हामी जाँदैछु होइन उता पुगेपछि अनि आज घरमा पनि मैले नआएकै हो एकचोटि के गर्ने यार घाम पर्यो धेरै भइसक्यो क्या फेरि गाउँ त यता धेरै ठुलो छ उता पनि गाउँ टक्क भएर यता पनि गाउँ उता पनि गाउँ उता पनि गाउँ यता त गाउँै गाउँ छ के गर्छ ल यस्तै नै छ गइदिनु लाग्यो यस्तै के भएर होइन कहिले काहीँ जानु पनि राम्रो हो साथीहरूसँग अब उता पुगेपछि अनि मात्रै भिडियो बनाउनु होला छु ल गाइस अब हामी यता पुगिसकेको छौँ माथिनिर नआउने हो तल हामी यहाँ पढ्नुपर्छ नि त गाइस मेरो मोबाइल जोड्यो भने चाहिँ कता घरबाट अनि मेरो लेखेर के गर्छ होइन र त्यसमा यता चाहिँ अहिले बालमा जाने माथि चाहिँ खिच्चर छ गाइस यहाँनिर उता दाइ चाहिँ बोक्दैछ नि दाइ तर म पनि चिन्दिनँ एक डेढ साल अघि आएको थियो त्यही पनि होइन आजकल बेकारमा आएको थियो माथिनिर आएको थियो यतानिर आउनै पाएको थिएन होइन त्यही नै एकचोटि पुरानो गाउँमा पनि घुमेर आइदिउँ यस्तरी आएको थियो गाइस फेरि गएर चाहिँ बबाल्छु ड्याङ चर्छ कि गाइस कस्तो छ बबाल हो एक डेढ साल अघि आएको थियो फेरि आजकल यस्तो भएको छ कि गाइस साथीहरू धेरै आउँथ्यो आजकल के छैन धेरै आउँछ तर के गाइस यता चाहिँ यस्तो बनाइसकेको छ खेतलाई जाने बाटो बनाएको छ बालुङ्गाले यस्तरी यताउति आउने जाने मान्छेलाई पार गर्नलाई यस्तो बनाएको छ होइन तर यता चाहिँ यस्तो छ क्या खेतचर उता दाइ चाहिँ गर्दैछ यार होइन अनि चाहिँ यस्तो छ मस्त बनाउँदैछु यता चाहिँ अहिले चाहिँ म कपडा सपडा खोलेर अनि भिडियो बनाउँछु है गाइस अहिले चाहिँ मैले कपडा सपडा खोलेर देख्छु फेरि बटु देखायो भने होला यस्तै नै छ गाइस अब चाहिँ म मस्त नुहाएर एकचोटि मेरो दाइलाई नुहाइदिन्छु अनि त्यहाँदेखि जान्छु पहिला चाहिँ दाइ जान्छु अनि म पनि टेकिदिन्छु है त्यसरी जान्छु म बस फेरि मलाई कसो भने चाहिँ बबाल हुन्छ नि ल फेरि चाहिँ ढुङ्गा होला नि त तल पहिला हिँडेर जानु कति छ ल गाइस चाहिँ यता गइसक्यो दाइ चाहिँ त्यस्तो छ ल मस्तले जाँदैछु फेरि चाहिँ गाई चाहिँ गइसक्यो फेरि गएला छैन फेरि गएला भने चाहिँ यहाँ टिङ्गा मात्रै पुगिरहेको छ दाइ चाहिँ गयो ल यत्रा गयो ल म पनि आउँछु होइन ल चाहिँ मोबाइल लग्यो मलाई त डर लाग्छ म त नलाने भन्टाउँछु है ल एकचोटि दाइसँग टेक्दियो भन्छु अनि मात्र जान्छु ल मेरो मोबाइल पनि टेक्न मेरो मोबाइल पनि टेक एकचोटि म पनि बनाउँछु नि त होइन गाइस मेरो मोबाइल टेक्न जान्छु
उल्टा हान्ने भन्छ यार दाइको के हो यस्तो उल्टा चाहिँ त्यो फेरि उब्री हान्ने दाइको चाहिँ मैले चाहिँ अब चाहिँ मेरो भिडियो बनाउँदैछ अनि गाइज देखिनु त पर्यो ल बाबा छ ल म जाँदैछु अनि उल्टा हाल्ने नि त एउटा त गइरहेछ बब्बाल छ ल ल ल हान्दी एउटा बब्बाल फेरि खतरा आमा कस्तो खालको उल्टा हो त्यो नेचुरल होइन नेचुरल हो यस्तो रहेछ गाइस अहिले चाहिँ अप्ठ्यारो हुँदैछ क्या थोरै छ थोरै छ ल यस्तो रहेछ गाइस एकचोटि हामी आउँछौँ त्यसपछि भिडियो बनाउँछु ल है त गाइस फेरि चाहिँ माथि यहाँ फेरि यस्तो छ गाइस फेरि यस्तो रहेछ गाइस के भने तपाईँहरूलाई होइन फेरि पहिला चाहिँ यति मात्र थिएन फेरि यहाँसम्म चाहिँ थिएन यहाँदेखि सिधै बरु त्यहाँ कुनासम्म थियो त्यो कुनासम्म फेरि त्यो घाँडीमा चाहिँ धेरै गहिलो थियो कि अनि छिँड जस्तो के त्यस्तो थियो आजकल चाहिँ के पनि रहेको छ होइन फेरि चाहिँ उहाँबाट बालुवा निकालेर यति बनाइसक्यो दाइले खेचरमा बोक्ने होइन ल यस्तो रहेछ गाइस मिहिनेत गऱ्यो भने जे पनि हुन्छ ल खेच्छ 3-4वटा खेच्छ लियो भोकाएको भोको ल यस्तै रहेछ गाइस अनि चुडी हन्नाएर अनि मात्रै भिडियो बनाउँला होइन आजको ब्लग चाहिँ यस्तै हो क्या स्विङ गरेर नआएर स्विङ गरेर आएर टक्क भरमा ल आजको ब्लग चाहिँ यस्तै रहेछ होइन अघि नै भनिसकेको छु गाइस दाइ चाहिँ उता बनाउँदैछ होइन कताबाट गएर होइन बस पनि बनाउने अहिलेको लागि राख्छु होइन एकछिन पछि बनाउँछु नआएर ल गाइस अहिले चाहिँ हामीले ल्याएर हामी जान लाग्यो गाइस गाडीले लियो भने देख्न सक्नुहुन्छ ओ माछाका बुढा यस्ता छन् होइन बुढा माछा यता जाले मारेर छुटेर मारेर जान लागेको फ्ल्याट तर्नु लागेको पट्टु छ र सजिलो हुँदैछ त्यसमा पछि सो गाइस भिडियो बनाउँछु भनेको थियो तर भिडियो बनाउनु जन्मिनु पाएन होइन के छैन होइन बनाइसकेको छु बनाउने चिज त गाइस यस्तै नै छ अब चाहिँ माथि जानेछु अनि बजारनिर त्यहाँ जानेछु तर यहाँबाट राम्रो देखिँदै छैन नि त पछि त्यहाँ जान्छु आधा भिडियो चाहिँ एडिट गरेर राख्नु नि त होइन अब यस्तै रहेछ गाइज भिडियोलाई एडिट गरेर त्यसपछि सबैजनालाई मेरो भिडियो हेर्नुलाई सबैजनालाई धेरै धन्यवाद छ आजको ब्लग एकदमै अझै बनाउँथेँ तर टाइम छैन अहिले काशी होइन कि त्यही भएर आजको ब्लग चाहिँ एकदमै हुने छैन साथीहरू आजको लागि यति